साथीहरू नमस्ते। धेरै लामो समयसम्म रोकिएको आइपिओको प्रक्रिया अब भने सुचारू भएको छ। यसै क्रममा विभिन्न कम्पनीहरूको आइपिओ एफपिओहरू आइरहेका छन्। आउने क्रम पनि जारी रहेको छ। आज म यो भिडियो मार्फत फागुन 27 गतेबाट आइपिओ निष्कासन गरेको कम्पनी ओम मेगासिरी फार्मास्युटिकल कम्पनीको बारेमा विशेष जानकारी दिन गइरहेको छु। आइपिओ त निष्कासन गर्यो, तर हाम्रो लगानी त्यो कम्पनीमा कति फाइदामूलक छ त? फाइदा कमाउन गरेको लगानी घाटामा त छैन। त्यसैको बारेमा वास्तविक के हो त जानकारी पाउनुहुनेछ। यस ओम मेगासिरी फार्मास्युटिकल कम्पनी र यस्तै औषधि उत्पादन गर्ने कम्पनीहरूलाई जोडेर लगानीकर्ताहरूलाई झुक्काउन भ्रमित समाचारहरू पनि आएको देखिएको छ। यो ओम मेगासिरी फार्मास्युटिकल कम्पनी र अमेरिकाको प्रख्यात कम्पनी जनसन एन्ड जनसन कम्पनीलाई जोडेर उस्तै हुन् भन्न खोजिएको जस्तो भान पार्ने सामग्रीहरू देखिएको छ। यो भ्रममा कोही पनि नपर्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुहोला। नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नुहोला। आउनु सुरु गरौँ आजको विषयवस्तु। ओम मेगासिरी फार्मास्युटिकल कम्पनीले 27 फागुनबाट आइपिओ निष्कासन गरेको छ। कतिपय साथीहरूले त आइपिओ भरिसक्नुभयो होला। म 28 गते यो भिडियो बनाउँदैछु। म सुरुमै जानकारी दिन चाहे, यो कम्पनीसँग अन्य कुनै कम्पनीको जस्तै सेयर मूल्य उच्च हुन्छ भन्ने भोलिका दिनहरूमा अथवा जोन्सन एन्ड जोन्सन, अमुल या अन्य यस्तै कम्पनीहरू जस्तै भाउ हुनेछ भन्ने लाग्छ भने त्यो सम्भव छैन। भ्रममा नपर्नुहोला। यो कम्पनीको वास्तविकता के हो? इपिएस कति छ? नेटवर्थ कति छ? कतिसम्म फाइदा देला? बोनस दिने सम्भावना कति छ? यो कम्पनीको सेयर सर्ट टर्मको लागि राम्रो कि लङ टर्मको लागि राम्रो? भोलि सेकेन्डरी मार्केटमा कतिसम्म पुग्ला यसको मूल्य? म आफ्नो धारणा राख्नेछु। यो मेरो विचार हो। मैले भन्ने बमोजिम तपाईँहरू कारोबार भने नगर्नुहोला। सबैभन्दा पहिला जानौँ, 100 रुपियाँ प्रति किताका दरले यो कम्पनीको आइपिओ आएको छ। 10 किता कम्तीमा आवेदन दिनुपर्नेछ। यो कम्पनीको 2079-80को रिपोर्ट अनुसार इपिएस -5.5 रहेको छ अथवा घाटामा छ। त्यसै गरी 2079-80को रिपोर्टमा कम्पनीको नेटवर्थ 72 रुपियाँ 95 पैसा रहेको छ। यो निकै कम छ। 2079-80को रिपोर्ट हो। त्यसै गरी 2080-81को रिपोर्ट पनि निष्कासन गरेको छ। 2080-81को रिपोर्ट अनुसार इपिएस 3 रुपियाँ 30 पैसा पुगेको छ। त्यसै गरी 2080-81को नेटवर्थ 90 रुपियाँ 17 पैसा पुगेको छ। 2079-80को तुलनामा बढी छ, तर यो बढे पनि राम्रो चाहिँ मान्न सकिँदैन। यो कम्पनीको एक किता 100 रुपियाँमा हामीहरू किनिरहेका छौँ, तर यसको वास्तविक मूल्य 90 रुपियाँ 17 पैसा छ। मतलब घाटामा छौँ हामीहरू। 9 रुपियाँ 83 पैसा घाटामा छौँ। 10 कितामा हामीहरू 98 रुपियाँभन्दा धेरै घाटा खाएर सेयर किनिरहेका छौँ। सरसर्ती हेर्दा खासै यो कम्पनीले धेरै फाइदा दिने छैन, तर सर्ट टर्मको लागि केही न केही फाइदा भने पक्कै कमाउन सकिनेछ। आइपिओ भरेर घाटा हामीहरू लगभग कहिल्यै जाँदैनौँ, यो थाहा भएकै कुरा हो। अर्को जिज्ञासा के हुन सक्छ भने, यो कम्पनी नेप्सेमा लिस्टेड हुँदा यसको ओपनिङ रेन्ज कति होला? कम्पनीको नेटवर्थ 90 रुपियाँ 17 पैसा छ। 90 रुपियाँ 17 पैसालाई 3 ले गुणा गर्नुपर्ने हुन्छ। 90 रुपियाँ 17 पैसालाई 3 ले गुणा गर्दा 270 रुपियाँ 51 पैसा हुन जानेछ। अथवा यो कम्पनीको ओपनिङ रेन्ज कम्तीमा 90 रुपियाँ 17 पैसादेखि अधिकतम 270 रुपियाँ 51 पैसामा खुल्नेछ, या यसको बिचमा हुनेछ। छोटो समयको लागि यो कम्पनीको सेयर बेचेर 4-5 हजार फाइदा लिन भने सकिनेछ। लङ टर्मको लागि सोच्नु भएको छ भने 4-5 वर्ष यो कम्पनीले बोनस दिने सम्भावना देखिँदैन। मेरो विचारमा 400 प्लससम्म कारोबार हुन सक्छ जस्तो मलाई लाग्छ। तर कारोबार गर्दा आफ्नै विवेक प्रयोग गर्नुहोला। जानकारी कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। यस्तै आइपिओ र आइसिआरको जानकारीको लागि च्यानल सब्स्क्राइब गर्नुहोला। भिडियो यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद।